हेलो गाइज, तपाईहरुले चाहिँ अस्ति मलाई धेरै माया गरिदिनु भयो, सपोर्ट गरिदिनु भयो। तपाईहरुको मायाले मलाई अझै पनि जोश जागर थपेको छ। त्यसैले मैले आज नयाँ लिरिक्स ल्याएको छु, सुनेर साथ दिन होला है गाइज। कोही छैन मेरो साथमा, आज भोलि एकान्तमा डुलिरहेको छु, आफ्नै मस्त संसारमा भुलिरहेको छु। यस्तै रहेछ जिन्दगी, आज म बुझिरहेको छु। हरेक दिन पाइलाहरू चालिरहेको छु, अगाडि बढिरहेको छु, सङ्घर्ष गरिरहेको छु। बाँकीको लेख जोगो गर्न म सक्दिनँ, जोडी लडे पनि उठिरहेको छु। गन्तव्य म रोक्न सक्दिनँ, हार म मान्न सक्दिनँ, लक्ष्यमा पुग्नु छ। हार म मान्न सक्दिनँ, लक्ष्यमा पुग्नु छ, गन्तव्य म रोक्न सक्दिनँ। हितो गोजी छ मेरो, कुनै काम दाम छैन, हिँडिरहेको छु, खोजिरहेको छु लक्ष्य मेरो, भोको पेटले मागिरहेको छु, खाने कुनै नाम छैन। सङ्घर्ष गरिरहेको छु तर पनि अहिले मेरो कुनै नाम छैन, अहिले मेरो नाम छैन। म त एउटा यात्री हुँ, यात्रा गर्नु छ जिन्दगीमा, राखिसके आफैले बन्दगीमा। लाग्छ अहिले म गलत छु या नौटङ्गीमा छु, लगाइएको पर्खाल भत्काएर भागिरहेको छु। आफ्नै जिन्दगी सपना चाहिँ लागिरहेछ, आफ्नै जिन्दगी सपना चाहिँ लागिरहेछ। मरण र जलनमा परेको मुटु सेकाउँदै थियो, सत्य र तथ्य के हो भनी केलाउँदै थियो। दुःख र पीडाले पछाडि ठेलेर, शत्रु र बाहिरले यहाँ पेलेर, तर पनि मदेखि जलेका 2-4 जना शत्रुहरू ढुकिरहेछन्। पछ्याउँदैछन्, लगेछ 2-4 जना कुकुरहरू मदेखि भुकिरहेछ। तर मलाई थाहा छ पुग्ने कुकुरले टोक्दैन, मृत्युसँग लडेर हिँडेको मान्छे म रोक्दैन। रोक्न खोजे पनि म रोक्दैन, तर मलाई बाल मतलब उल्टै पारेर गाल तँलाई हिँड्छु म त तेरो टाउको माथि टेकेर। परिश्रम गर्छु आफ्नै पसिनामा बेचेर, परिश्रम गर्छु आफ्नै पसिनामा बेचेर। म त अहिले एक्लै छु, गरिरहेको छु दुःख यहाँ, भविष्यमा पाउन सुख। जान्न सक्दिनँ म, बुझ्न सक्दिनँ दुनियाँ स्वार्थी छ। यहाँ आफ्नैहरूले गरिरहेछन् विश्वासघाती मलाई, आफ्नैहरू विश्वासघाती। मुखमा राम बकरीमा छुरा, बोलिरहेछ नानावादी अनेक थरी कुरा। बुझ्नेले बुझिरहेछ, नबुझ्नेले थुकिरहेछ। ठुलो सपनाले तिर्खाएको मेरो जीवन यहाँ बेकाममा सुकिरहेछ। ठुला सपनाले तिर्खाएको मेरो जीवन यहाँ बेकाममा सुकिरहेछ। मुखमा राम बकरीमा छुरा, बोलिरहेछ नानावादी अनेक थरी कुरा। बुझ्नेले बुझिरहेछ, नबुझ्नेले थुकिरहेछ। ठुला सपनाले तिर्खाएको मेरो जीवन यहाँ बेकाममा सुकिरहेछ, बेकाममा सुकिरहेछ। थ्याङ्क यू। मैले चाहिँ नेपाली दाजुभाइहरूको समस्यालाई मध्यनजर गर्दै यो ऱ्याप लेखेको छु। कस्तो लाग्छ प्लिज लाइक कमेन्ट गरिदिनु, सेयर, सब्सक्राइब माई च्यानल। See you, bye.